रविले चाहिँ तेरै आमा मारे जतिको गरिस् हैन, लग्रे दिदी दुःख दिइस् हैन, लग्रे दिदी दुःख दिइस् हैन। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ। मैले यो मान्छे पहिला गृहमन्त्रीमा नियुक्ति हुने बित्तिकै भनेको थिएँ, यो मान्छे। दर्शकवृन्द, गृहमन्त्री रमेश लेखकको जताततै राजीनामाको माग सडक, सांसद र सामाजिक सञ्जालभरि। उहाँ हुनुहुन्छ एउटा बहिनी रवि समर्थक हुनुहुन्छ। उहाँले गृहमन्त्री रमेश लेखकको विषयमा केही बोल्नु भएको छ। तपाईलाई कस्तो लाग्छ जस्ताको जस्तै कमेन्ट गर्नु होला है। मेरो आजको भिडियो चाहिँ विशेष रमेश लेखक अहिलेको गृहमन्त्री उहाँको लागि। मैले यो मान्छे पहिला गृहमन्त्रीमा नियुक्ति हुने बित्तिकै भनेको थिएँ, यो मान्छे देश र जनताका लागि गृहमन्त्री भएकै होइन र यो मान्छेले नयाँ विकास केही पनि ल्याउँदैन, यो आफ्नो स्वार्थको लागि गृहमन्त्री भएको हो। यो एक नम्बरको हृदय भ्रष्टाचारी छ भनेर मैले पहिल्यै भनेको थिएँ। तपाईहरुलाई यो कुरा मैले बोलेको कुरा झुट लाग्छ भने मेरा विगतका भिडियोहरु पल्टाएर हेर्नुस्। यो मान्छे नियुक्ति हुने बित्तिकै मैले के भनेको थिएँ भने यो मान्छे आफ्नो पोल्टो भर्न आएको, यसले जनताका लागि यो गृहमन्त्री भएकै होइन, यो एकदमै भ्रष्टाचारीको मतियारा हो। यो दुई तिहाईले बनेको सरकारले यिनीहरुले छानेर मान्छे राखेको छ भनेर मैले पहिले नै भनेको थिएँ। र रमेश लेखक कान खोलेर सुन चुतिया, त यो देशको गृहमन्त्री हुनुमा सबैभन्दा भ्रष्टाचारी र नाइकीको मतियारा होस् भन्ने कुरा त्यो मलाई पहिले नै थाहा थियो। बुझिस् नि, हामी पनि आकलन गर्छौं, हामीले सञ्जालतिर धेरै हेरेका छौं। त चोर भ्रष्टाचारीले जे गर्दा पनि तँलाई एक दिनको 50 लाख दैनिकी बुझाउनु पर्ने एयरपोर्टले गृह मन्त्रालयमा, अनि यी कुकुरका छाउराहरू भुक्न आउँछन् नि रविलाई ठग भन्दै भुसियाहरू। लाज लाग्दैन? के हो दैनिकी 50 लाख भनेको यहाँ हो? यो कुरा हो? कत्रो रकम हो यो? तिमीहरूलाई त कत्रो पनि होइन होला नि। अब हामीलाई त यो त खरबौं हो। बुझिस् नि, त्यसकारणले गर्दाखेरि यो मान्छेको सबै सम्पत्तिहरू रोक्का गरेर यसको राम्रोसँगले छानबिन होस् भन्छु म चाहिँ। किनभने यो गृहमन्त्री जतिको भ्रष्टाचारी मैले पहिल्यै देखेको थिएँ। मैले पछिको कुरा पहिल्यै देखेको थिएँ। यो मान्छेले कुनै पनि विकास र कुनै पनि भ्रष्टाचारीलाई यसले कुनै पनि ठाउँमा मुस्दैन र कानुनी कारबाही गर्दैन। यो देशको लागि गृहमन्त्री भएकै होइन, यसले आफ्नो पोल्टो भर्नको लागि गृहमन्त्री भएको हो र यसले आफ्नो पोल्टो भरिसक्दाखेरि यो छर्लक आफ्नो म्याद र अवधि पुगेपछि छर्लक छोडिदिन्छ, जान्छ, आफ्नो पोल्टो भर्न आएको भनेर मैले पहिले भनेको थिएँ। यत्रो भ्रष्टाचार गर्दाखेरि यत्रो काण्डहरू आउँदाखेरि चाहिँ सबैजना चुप बस्छन् यार। तिमीहरूलाई मैले कुनै पनि एमाले कांग्रेस माओवादीको मान्छेहरूलाई कहिले पनि भनेको छु यो मान्छेको पक्षमा मात्रै बोल, यो मान्छेलाई भोट देऊ, त्यो मान्छेलाई नदेऊ भनेर? तिमीहरू सही र गलत मान्छे छुट्याउन सक्छौ? तिमीहरू अहिले पनि तिमीहरू भ्रममा छौ, बुझ्यौ नि? यो कुरा नि एकदमै मैले प्रष्टसँगले भनेको, तिमीहरू अहिले पनि भ्रममा छौ। यस्तो खालको गृहमन्त्री चाहिने तिमीहरूलाई? अहिलेसम्म यो मान्छेले कोही पनि मान्छेलाई कानुनको दायरामा लगेको देखेको छौ? कुनै पनि भ्रष्टाचारको फाइलहरू पल्टाएको देखेको छौ? रविले पल्टाउन खोज्दाखेरि रविलाई त्यहाँसम्म त्यो हदसम्म गर्यो होइन, त्यतिसम्म गिर्न सक्यो होइन? के गरेछ यो मान्छेले? रवि लामिछाने एउटा हिरासतमा हुँदाखेरि त्यसरी गोपनीयतामा रहने मान्छेलाई भिडियो सार्वजनिक गरे, फोटो सार्वजनिक लिक गरे, त्यसमा पनि कुनै पनि उसको नियन्त्रण थिएन। उसले त्यति बेलै राजीनामा दे भनेर मैले भनेको थिएँ। किनभने कुनै पनि कुराहरू नियन्त्रण गर्न सकिँदैन र गृह मन्त्रालय मार्फत चल्ने कुराहरू चल्दैन भने, सकिँदैन भने राजीनामा दिने। तिमी भन्दा अर्को ट्यालेन्ट मान्छे आउँछ, जे गर्दा पनि हुन्छ। चोर, लाज लाग्दैन? यो जनतालाई लुट्न र धुट्न मात्रै बसेका हो तिमीहरू। विकास कहिले हुँदैन? अनि केपी चोर, तसँग मिल्दाखेरि जे पनि हुँदो रहेछ त। तेरो बाउको त्यो सबै कुराहरू त्यो रोक्का गरेर सम्पत्तिहरू सबै रोक्का गरेर छानबिन गर साला भुसिया। त चोर सरकार, लाज लाग्दैन तँलाई? रविले चाहिँ तेरै आमा मारे जतिको गरिस् हैन, लग्रे दिदी दुःख दिइस् हैन। अहिले पनि हेर नमिल्नेमा हेर्दैमा तेरो सबै कुराहरू रोकिरहेको छैन। साला चुतियाहरू, राम्रोलाई राम्रो भन्न सक, बुझिस् नि, नराम्रोलाई नराम्रो भन्न सक। दर्शकवृन्द, उहाँ बहिनीको कुरा कस्तो लाग्यो तपाईहरुलाई? मन पर्यो भने लाइक गरिदिनुस् र शेयर पनि गर्न नभुल्नु होला। उहाँले सानो टिकटकमा राख्नु भएको थियो, हल्का मैले मिक्सिङ गरेर मात्र अपलोड गरेको, यसमा मेरो केही पनि हात छैन है फेरि है।